पोखराबाट काठमाडौँसम्म आफ्नै गाडीमा जान चाहनुहुन्छ, जस्तै मोटरसाइकल, स्कुटी, फोर व्हिलरमा जान चाहनुहुन्छ र बाटो कस्तो छ हजुरहरूलाई कन्फ्युज हुँदैछ भने यो भ्लग हजुरहरूकै लागि हो साथीहरू। पुरा काठमाडौँबाट पोखरासम्मको बाटो बिचमा कस्तो छ, कहाँनिर अप्ठ्यारो छ, कहाँ कहाँ रिपेयरिङ चल्दैछ, कहाँनिर कच्चा बाटो छ, कहाँ पक्का बाटो छ, यसको पुरा डिटेल यो भिडियोमा सामेल गरेको छु। लास्टसम्म बनिराख्नु होला साथीहरू, हजुरहरूलाई यात्रामा धेरै नै मद्दत मिल्नेछ भन्न चाहन्छु। जय अगला माता। पोखराबाट दमौलीसम्म बाटो धेरै नै राम्रो छ साथीहरू। रहेका छौँ दमौली आउन लाग्यो, धेरै छैन, बाटो राम्रै छ अहिलेसम्म। वा दमौलीदेखि नै लाग्यो, त्यो पारिपट्टिको दमौली हो। ल दमौली आउने बेलामा अलिकति बाटो कच्चा रहेछ यहाँनिर, पुल आउनुभन्दा अलिकति अगाडि यो कच्चा बाटो क्रस गरेर फेरि अब हामी अगाडि बढ्छौँ। यहाँ पुलको काम बन्दैछ नि, त्यसै कारणले गर्दाखेरि होला, यसलाई खासै कच्चा भन्न चाहिँ मिल्दैन। अब हामी दमौली आइपुग्यो। अब यहाँबाट मुगलिङ जानको लागि टोटल छ 43 किलोमिटर। अब यो बाटो हुँदै हामी चाहिँ अब मुगलिङतिर जान्छौँ। अहिले दमौली बजारमै छौँ हामी। मुगलिङ 41 किलोमिटर छ साथीहरू यहाँबाट। अब हामी दमौली बजार क्रस गरेर कमलबारीको देउराली हो यो बाटो। अहिले पनि राम्रै छ साथीहरू। अब आइपुग्यौँ हामी छिर्कनेमा। यो छिर्कने मौसम के कति कुरो लाग्छ अहिले, बल्ल अलिक फुल्यो है। बाटै नदेख्ने यार कुरो यार। बन्दीपुर जानको लागि यहाँबाट राइट साइडबाट जानुपर्छ साथीहरू। अब हामी डुम्रेमा आइपुगेका छौँ, अलिकति अगाडि डुम्रे हो साथीहरू। अब हामी डुम्रे बजारभित्र इन भइयो। डुम्रेबाट लमजुङ बेसी सहर जानको लागि यहाँबाट लेफ्ट साइडको बाटोबाट गयो भने हामी बेसी सहरसम्म पुग्न सक्छ साथीहरू। यो डुम्रे बजार हो। अब हामी डुम्रे बजारबाट अगाडितिर गइरहेका छौँ। वाउ कति राम्रो बाटो छ क्या साथीहरू, आरामले बाइकमा अगाडि हिँडिरहौँ जस्तो लाग्छ क्या। यो 1700 फाँट, अब एकैछिन 1700 बराडी आउँछ। अब हामी आफू खैरेनीमा आइपुग्यो, तर यहाँ चाहिँ किन बाटो बिचमा मात्रै बनाएको छ, हाइवे दुईवटा बाटो छैन है। घरहरू पनि भत्का छैन, बाटो नै बनाएको छैन, कारण के हो थाहा छैन। अब मर्स्याङदेखि जलविद्युत आयोजनाको पानी चाहिँ यहाँनिर चाहिँ फोर्स गरेर बिजुली निकालेको छ। बिजुली केन्द्र हो यो, विद्युत केन्द्र। यहाँ लाइटनिङबाट चाहिँ बिजुली निकालेको हेर्न नि पाइन्छ यो भित्र। मर्स्याङदेखि जलविद्युत केन्द्र, माथिबाट पानी फोर्समा आउँछ होइन शिवा, अनि यहाँबाट बिजुली निक्लिन्छ, अनि पानी यताबाट जान्छ। अनि मर्स्याङदेखि जलविद्युत आयोजनाभन्दा अलिकति अगाडि यहाँ बाटो चाहिँ यस्तो साँगुरो रहेछ, भत्केको रहेछ है। बिस्तारै बिस्तारै जानुपर्ने रहेछ यहाँनिर। एउटा गाडीभन्दा अरू गाडी छिर्नै मिल्दैन, यहाँ जाम भइरहेको छ, त्यही भएर बडो मुस्किलले निक्लिने चान्स पायो। यहाँ पनि फेरि एउटा बाटो मात्रै रहेछ है। अब त्यहाँबाट अगाडिपट्टि यो माथिपट्टिको बाटोबाट गयो भने चाहिँ उता भरतपुरतिर, नारायणघाट, अनि त्यहाँपछि सुनौलीतिर जाने बाटो भइहाल्यो। माथिको चाहिँ हामी चाहिँ लेफ्ट साइडतिरबाट जान्छौँ। यो राइट साइडतिर जानु भएन, लेफ्ट साइडबाट गयो भने हामी सिधा पुगिन्छ काठमाडौँ। मुगलिङ बजार आइपुग्यो हामी। अब हामी सिधा अगाडि गयो भने हामी काठमाडौँ। यो मुगलिङ बजार। बाटो चाहिँ यति राम्रो छैन रहेछ, बाटो पिच हो कि के को थाहा छैन, सबै खाल्टै खाल्टो छ अहिले चाहिँ। कुरिनटार आइपुग्यो हामी। यहाँसम्म यस्तो छ, यहाँसम्म बाटो राम्रो छैन। मनकामना जाने बाटो यो। अब हामी कुरिनटार कटेर अगाडि काठमाडौँतिर हान्दैछौँ, अब जाँदैछौँ। ल कुरिनटार कटेपछि भने बाटो राम्रो रहेछ। अब चाहिँ डबल बाटो आइपुग्यो, 4 लाइनको बाटो, 4 लाइनको बाटो आइरहेको छ। अब चाहिँ बाटो राम्रो छ जस्तो लाग्दैछ अब काठमाडौँ जानको लागि। हामी टायर पसलमा हावा चेक गराउँदै अहिले। अब हावा चेक गराएर अब एकछिनमा हामी चिया पिएर जान्छौँ। यहाँ बस्ने हो कि यता बस्ने, चिया खाना त्यहाँनिर के अगाडि जाने। अब फेरि डबल बाटो आइपुग्यो, 4 लाइनको बाटो खतम। यो बाटो त राम्रै छ, तर 2 लाइनको बाटो मात्रै भयो, 4 लाइनको बाटो छैन। अब त्यो बाटो त लगभग ठिकै रहेछ। राइट साइडको त झन् यस्तो छ यो। ल यहाँ बाटो बनाउँदै रहेछन्, पहिला तल गाडी आउने होला। ल बाटो फुल्यो, अब हामी हिँड्यो, जाम भर्खर जाम भइरहेको गाडी छ। त्यहाँ बाइकहरू आउँदैछ, नत्र भने चाहिँ अब पहिला यो गाडी तल जान्छ, अनि बल्ल माथि आउने होला अरू गाडीहरू। कति भिड छ, जाम लागिरहेछ, यता त्यस्तै उता त्यस्तै। अनि
बाटो बढाउँदैछन्। हिलो हिलो छ यहाँनिर, अलिकति सुत्लुक्क पऱ्यो भने चिप्लिनी छ। यतातिर नदी छ, अहिलेसम्म बनियो यो बाटो। ल बेनीघाटमा आइपुग्यो अहिले हामी। बेनीघाटबाट यतातिर चाहिँ बाटो राम्रो रहेछ। त्यहाँ बेनीघाटबाट अगाडि 1 किलोमिटर गएपछि फेरि उस्तै बाटो आइपुग्यो बाटो। अब भने बाटो राम्रो आयो जस्तो छ। अब 4 लाइनको बाटो देखा भयो, त्यहाँबाट अलिक खुसी लाग्दो रहेछ। पक्का बाटो आयो कि भने पक्का बाटो आयो कि भने जता गयो बाटो यति त कच्ची छ है। कहिले कच्चा कहिले पक्का बाटो गर्दै गर्दै अब हामी चाहिँ मलेखुमा पुगेको छ साथीहरू। मलेखुमा पुगेर अब हामी खानाहरू खान्छौँ। खाना खाएपछि त्यहाँबाट अगाडि बढ्नु पर्ला। भोक लागिसक्यो अरे नि त मलाई चाहिँ। अब यहाँ एकैछिन बसेर हामी खाना खाएर अगाडि बढ्छौँ साथीहरू। अब हामीहरूलाई चाहिँ भोक लागेर अब हामी यहाँ खाना खाएर जान्छौँ साथीहरू। यहाँ अनि खाना खाएर अगाडि बढ्ने हो। यो हो मलेखु। खाना मन लाग्यो भने चाहिँ यहाँनिर आएर माछा खान सकिन्छ है। हामीले चाहिँ माछा त खाइएन, हल्का खाना खाएको भिडियो चाहिँ देखाइएन। यो धादिङ जाने बाटो हो। यहाँबाट हामी धादिङ जान सकिन्छ। यहाँबाट अब हामी सिधा जाँदैछ काठमाडौँतिर। बायाँ साइडमा गयो भने धादिङ। र हामी धादिङको गजुरी भन्ने ठाउँमा आइपुगेछ अब यसै बाटोमा। गजुरीबाट अब अगाडि बढ्दैछौँ। पक्का त छ तर फाल्टाफुल्टीहरू धेरै छ। गजुरी कटेपछि फेरि यहाँनिर बाटो यस्तो कच्चा छ, पुरा हिलो बाटो छ। जाडोको बेलामा पनि जाडा धादिङ गजुरी कटेर अलिकति अगाडि गएपछि चाहिँ बाटो यस्तो रहेछ, राम्रो छ। पक्का बाटो भइयो फेरि कच्चा बाटो बन्छ अब छिटै। एकैछिन कच्ची बाटो आइपुग्छ साथीहरू। एकैछिनमा फेरि पक्की बाटो आउँछ। पक्की बाटो आउँदाखेरि त एकदम बाइक चलाउन धेरै खुसी लाग्छ है। तर एकैछिन पछाडि फेरि कच्चा बाटो आइपुग्छ कि है। त्यही भएर बाटो चाहिँ यस्तै छ, हेर्नु होला। एकैछिन कच्ची एकैछिन पक्की। ल अहिले हामी गल्छी भन्ने ठाउँमा आइपुग्यो। गल्छीसम्म बाटो यस्तो छ। अब यहाँबाट चाहिँ अलि राम्रो बाटो आएको छ गल्छीबाट काठमाडौँ जानको लागि। बायाँ साइड गयो भने नुवाकोटतिर जान्छ, सिधा गयो भने अगाडि गयो भने काठमाडौँतिर। अब हामी काठमाडौँ अहिले भने बाटो छिटै चलिरहेको छ। अझै 2-3 किलोमिटरसम्म राम्रै आएको छ। धार्केबाट एक्ले फाँटसम्म बाटो चाहिँ धेरै राम्रो छ। अब हामी एक्ले फाँटबाट चाहिँ अगाडि जाँदैछौँ काठमाडौँतिरको लागि यात्रा चलिरहेको छ साथीहरू। पोखराबाट झन् बाटो अगाडि छिटो जानु पऱ्यो भनेर जानु लाग्यो, धन्दै एक्सिडेन्ट भएन है। उतातिरबाट पुरा गाडीहरू आउँदो रहेछ, ट्रकहरू बसहरू। अब केही नदेखिकन त्यस्तो धुलोमा हिँडिरहेछ हामी साथीहरू। गाह्रो छ है। धुलो भयो भने चाहिँ नजानु होला भनेर चाहन्छु। आरामसित एकछिन बसेर फेरि अगाडिको यात्रा गऱ्यो भने राम्रो हुन्छ भन्न चाहन्छु सबैजना साथीहरूलाई। म चाहिँ हतारमा जाँदाखेरि धन्दै एक्सिडेन्ट भयो। अब भने बाटो चाहिँ पुरा पिच भएको रहेछ साथीहरू। अब चाहिँ राम्रो रहेछ बाटो। अघिसम्म मैले चाहिँ धार्के भन्दै थिएँ। पहिला थार्के आउँदो रहेछ साथीहरू। थार्के कटेपछि बल्ल धार्के आउँदो रहेछ है। अहिले चाहिँ हामी बल्ल थार्के कटिरहेको छौँ। थार्के कटेर अलि अगाडि गएपछि बल्ल धार्के भन्ने ठाउँमा आउँदो रहेछ। ठाउँहरू थाहा नभएपछि नि गाह्रो हुँदो रहेछ क्या। ल फेरि बाटो जाम भयो साथीहरू। कति भिडियो हेर्नु, धन्दै सानो बाइकमा हिँडेको भएर सजिलो भयो। कारहरू बसहरू भयो भने त कति रोकेर बस्नु पर्ने थियो कि। गाह्रो छ बाटो हिँड्नु पनि। अलिकति पक्का बाटो आइदिए नि हुन्थ्यो भन्दा भन्दै पक्का बाटो आइपुग्यो। अलिकति पक्का बाटो आउँदा नि एकदम खुसी लाग्छ साथीहरू। आजको यात्रा के भएको के पक्का बाटो आयो भन्ने बित्तिकै कच्चा बाटो आइहाल्छ फेरि। यस्तै छ बाटो। ल साथीहरू हामी 9 पुग्यो। अब चाहिँ बाटो राम्रो छ होला पक्का पनि। 9 चाहिँ अलिकति राम्रो बाटो देख्न पाइरहेको छ। अघिसम्म त कच्चा बाटोहरूमा हिँड्दा त बाटै पक्कै आउँदैन जस्तो लाग्छ यो 9 अब हामी अलिकति चाहिँ 9 अगाडि गएपछि यहाँनिर चाहिँ बिग्रेको ठाउँ रहेछ अलिकति। यहाँ पुल बनाउँदै रहेछ, फिनिसिङ कम्प्लिट भएन। त्योभन्दा अगाडि चाहिँ राम्रै छ। खानकोट बाडभन्ज्याङ। अब सुरुङ मार्ग जाने बाटो आइरहेको छ साथीहरू अगाडिपट्टि। अहिले कम्प्लिट भएको छैन, अब छिट्टै नै कम्प्लिट हुन्छ होला सायद। हामी सुरुङ मार्गको नजिकैबाट जाँदाखेरि त सुरुङ मार्गभित्र घुस्न पाइन्छ कि जस्तो लाग्दो रहेछ कि है। अनि त्योबाट अगाडि बढ्दैछौँ। अब हामी देख्न सक्नुहुनेछ यति राम्रो बाटो छ। अब चाहिँ सुरुङ मार्ग बन्दैछ, बन्छ, काम चलिरहेको छ। एकदिन भनिहाल्छ नि, काम नचल्यो भने बन्दैन। अब सुरुङ मार्ग देख्नुभयो कम्प्लिट हुँदैछ। हामी त्यही बाटोबाट आइयो तर भित्र घुस्न पाइयो। ल चौधरागिरीको उत्तरको चौधरीतिर आइपुग्यो अब हामी। ल चन्द्रगिरी चेक पोइन्टमा पुग्यो अब हामी। ल ओभर एन्ड ब्रिज पनि बनाएर चाहिँ मैले चाहिँ बल्ल देखेँ।
कम्प्लिट भयो त यो थानकोट चन्द्रगिरी थानकोट भन्छ गरे। अब हामी चाहिँ ढुङ्गे अड्डामा आइपुग्यो। ढुङ्गे अड्डा भनेको कहाँनिर भन्दाखेरि कलङ्की भन्दा अलिकति अगाडिकै साथीहरू। हामी चाहिँ आज चाहिँ कलङ्कीसम्मको यात्रा मात्रै ब्लगमा कभर गरेका छौँ साथीहरू। अर्को ब्लगमा भेट हुन, त्यति बेलासम्म बाइ बाइ सबैजनालाई।